यो भित्तामा के खोज्दैछन् भन्नुभयो होला। हामी चाहिँ यहाँ पुरै रानी सिन्का यसको चाहिँ यो चाहिँ कान छेडेर यो रानी सिन्का हाल्यो भने चाहिँ कान पाक्दैन भन्ने पनि चलन छ हैन। हामी चाहिँ पहिला कान छेडिसकेपछि चाहिँ यसको सिन्का प्रयोग गर्थ्यौं। अनि यो छ नि यो चाहिँ अब पहिला त मेहन्दी हुन्थेन नि त। यसरी राखेर यसरी छाप लगाउने अलिअलि मात्रै बस्यो। यो अझै राम्रो खोज्छु म। गाह्रो पर्छ त भित्ता। यो चाहिँ हजुरहरु कोलाई थाहा छ कमेन्ट गर्नु ल। यसको यो व्हाइट छ नि ठ्याक्कै मेहन्दीको बुट्टा चाहिँ यही हेरेर चोरेको हो जस्तो लाग्छ नि मलाई खास। यसरी राखेर गरेपछि यस्तो छाप राम्रो बसेन के तर व्हाइट अलि राम्रो यो चाहिँ छ कि यसको यो व्हाइट हुन्छ हैन। अनि यहाँ लगाएपछि यस्तो राम्रोसँग बस्थ्यो कि त्यो बेला फोहोर भएर मैल भएर कालो हुन्थ्यो हात त्यही भएर के है। यसरी यस्तो छाप बस्छ के व्हाइट वाला। अनि यस्तो ठ्याक्कै अहिले मेहन्दीको बुट्टा यस्तै हुन्छ नि त। पहिला चाहिँ हामी यही लाउँथ्यौं। यसलाई चाहिँ रानी सिन्का यसको सिन्कालाई चाहिँ रानी सिन्का भन्छौं। कान छेडेको बेलामा पनि यसको सिन्का हाल्यो भने चाहिँ कान पाक्दैन भन्ने गर्थ्यौं। तपाईहरु कोलाई थाहा छ यो? थाहा हुने जतिले कमेन्ट गर्नु होला है त। यसको नाम के हो त्यो पनि लेख्नु होला।